छातीमा गोली खाँदाखेरि पनि सानो भाइ उठ्न छोडेको छैन। ल यो भिडियो हेरौँ अनि फन्नी कमेन्ट पढौँ। ओए 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 रोन्ना ए रोन्ना तो रोन्नाले कामना ओए 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 रोन्ना Everyone listen. छातीमा गोली खाएको छु। Fucking छाती। रुको जरा सबर करो। के त्यो भिडमा नि सानो भाइलाई उठाउनु जरुरी थियो र? सरकारले रगत देख्ला नदेख्ला तर मैले चाहिँ अर्कै चिज देखेँ है। मलाई गलत नसोच्नुस्, त्यो सानो भाइ चाहिँ किन उठेको होला? जय नेपाल भन्नलाई। तपाईले आफ्नो गन चाहिँ किन नचलाएको त दाजु? त्यत्रो छातीमा गोली खाँदा नि उठिरहने सानो भाइ चाहिँ कडा हो। यस्तो अवस्थामा त बन्दुक त नउठ्नु पर्ने हो। पक्कै पनि हिबागिरीलाई देखेर उठेको हुनुपर्छ त्यो सानो भाइ। भाइको गोली चाहिँ कसलाई हान्ने हो? गतिलो नै रहेछ।